ओहो गोल्डन विकमा त यत्रो छुट्टी ह अब कसै न कसैले त बोलाउँछन् होला घुम्नलाई भनेर आश गर्दा गर्दा गोल्डन विक पनि हिजो सक्यो। कसैले घुम्न पनि बोलाएनन् है। अनि घर बसेँ, अल्छी लाग्यो। अनि के गरम भएर अनि मैले अचार बनाउने निर्णय गरेँ होइन। यो अचार चाहिँ हाम्रोतिर के पूजाहरू पऱ्यो भने अनि यसो फ्यामिलीहरू गेट टुगेदर हुन्छ नि, फ्यामिली ग्यादरिङमा पनि अनि यो अचार एकदम चाहिन्थ्यो के, जसरी नि बनाउनै पर्थ्यो। अनि यो अचार मात्र बनाउने भाग चाहिँ मेरो थियो। जहिले अचार चाहिँ मैले बनाउँथेँ होइन। यो अचार बनाउनलाई चाहिँ मेरो साली आन्टीले सिकाउनु भएको के है। आन्टी चाहिँ कुकिङमा एकदम पर्फेक्ट हुनुहुन्छ, जे पनि यस्तो मिठो बनाइदिनुहुन्छ होइन। आन्टीले त हातले छोएदेखि मिठो भन्थ्यो। अनि मलाई पनि यो अचार बनाउनलाई चाहिँ मजा लाग्थ्यो होइन। अनि फेरि भन्नु होला कि यो प्याज चाहिँ किन हाल्नु भएको छैन भनेर भन्नु होला। अनि यो प्याज चाहिँ फेरि हामीले चाहिँ प्याज हाल्यो, मलाई प्याज पनि मन नपर्ने होला भएर होला हामीले प्याज पनि हाल्थेनौँ कि, किनभने त्यो सलादहरूमा पनि युज हुन्थ्यो नि त, त्यही भएर क्या।